My Thought Mini Vlog. सबैजनालाई मेरो सानो मिनी भ्लगमा स्वागत छ। सो आज चाहिँ मेरो दिदीको छोरीको बर्थडे हुनुको कारणले म चाहिँ दिदीको घर जानु लागेको छु अनि त्यही भएर म चाहिँ रेडी हुन गइरहेको छु। सो गाइज अब चाहिँ म हिँडिसकेको छु फाइनली घरबाट हैन, अनि गाडी पनि आएर बसिरहेछ माथि। अनि म पुगेँ गाडी भएकोमा, उहाँ चाहिँ मेरो दादा हो। अनि म चाहिँ यताभित्र पसिसकेँ अब जानु भनेर। तर यहाँ मेरो चाहिँ काकीले चाहिँ सिकाउँदै थियो क्या, अस्ति कस्तो आँप चोरी तिमीहरूले भन्दै, मैले सानो भ्लग हालेको थिएँ नि त आँप चोरेको, अनि कसको आँप चोरेको तिमीहरूले भन्दै अनि जिस्काउँदै हुन्थ्यो काकीले। अनि नजिस्काउनु न हौ काकी लाज लाग्छ भन्दै थिएँ म चाहिँ। अनि मलाई चाहिँ यहाँ बस्दा बस्दै अल्छी लाग्यो क्या, फुपाले पनि ढिलो गर्नुभयो नि त। अनि एकछिन बसेँ, त्यस पछाडि फुपा पनि आउनुभयो। यसरी हल्लिँदै आउँदै हुन्छ मेरो फुपाजू चाहिँ होइन। अब चाहिँ हामी जाँदैछौँ साथीहरू होइन, अब हिँड्यौँ हामी। अनि मैले चाहिँ मेरो फुपाजी हेर्नुहोस् न, यस्तो गर्नुहोस् न भन्दै क्या पोजहरू सिकाउँदै थिएँ। अनि मेरो फुपाजीले नि त्यस्तो गर्दै पोज गर्दै हुनुहुन्थ्यो त्यहाँनिर। अनि नाटक पार्दै हामी पुगेछौँ हाम्रो जङ्गल। हेर्नुहोस् न साथीहरू, हाम्रो जङ्गल कस्तो राम्रो छ। अनि म चाहिँ यहाँ मेरो थोपडा सो गर्दै हिँड्दै थिएँ नि त। अनि थोपडा सो गर्दा हेर्नुहोस् न मेरो साथीहरू निधारमा यत्रो आलु जस्तो डन्डीको निस्किएछ क्या। साह्रो टेन्सन लाग्छ क्या यस्तो अनुहार बिग्रेको देख्दाखेरि चाहिँ। तर के गर्नु, निस्कि त हाल्छ, अनि जबरजस्ती निकालेको पनि होइन। अनि अलिक तल पुगेपछि चाहिँ बुनुहरू पनि चढ्ने भन्दै हुन्थ्यो, अनि घाँटी एकछिन रोक्नु भयो। अनि बहिनीहरू चढ्दै हुन्थ्यो, अनि हजुरआमा पनि बसिसक्नु भएको थियो। अब हामी फेरि जानु लागेको अनि ओह्रालो जाँदै थियो। तर यस्तो हावा आयो कि मेरो अनुहार त हाई हेर्नुहोस् न, कपालले त चुडेल जस्तै देखिरहेको छ मलाई। तर चुडेल जस्तो देखेर पनि के भयो त भन्ने मैले चाहिँ चिया बगान देखाउँदै हिँड्दैछु हजुरहरूलाई। झापाको चिया बगान कस्तो लाग्यो होला। फाइनली चिया बगान देखाउँदै धुलाबारी पनि आइपुग्यौँ साथीहरू। हेर्नुहोस् म चाहिँ धुलाबारीमा छु अहिले होइन। अब चाहिँ दिदीको घरतिर जानु लागेको। फाइनली यहाँ चाहिँ बाटोमा एकजना साथी हुँदो रहेछ, मैले चाहिँ हेलो भन्दै गएँ होइन। अब चाहिँ म दिदीको घर पुगेँ हेर्नु साथीहरू। अनि ढोका खोल्नु चाहिँ कत्रो ठुलो मान्छे पठाउनु भएको रहेछ क्या, हेर्नुहोस् न साथीहरू। अनि पछि अर्को सानो मान्छे पनि आउँदै हुनुहुन्छ, ठुली मान्छेहरू। हेलो गाइस, नमस्ते।